नमस्ते झोरले सबैजनालाई म रमेश सारू मगर पाल्पाबाट र आजको नयाँ भिडियोमा तपाईलाई सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। एकदमै मेरो भिडियोहरु तपाईले मन पराइरहनु भएको छ र आगामी दिनहरुमा पनि यस्तै साथ सपोर्ट गर्नुहुनेछ भन्ने एकदमै पूर्ण विश्वास लिएको छु। आज चाहिँ म धेरै पुरानो ठाउँमा आएको छु। एकदमै धेरै लगभग 15-20 वर्षपछि यो ठाउँमा आएको छु। हामी सानो हुँदा मारा हिँड्ने ठाउँमा गाई बाख्रा चराउने गोरु चराउने ठाउँमा आएको छु र आज म मारा आएको र एउटा अनौठो दृश्य देखेँ यहाँ मैले। हामी यहाँ खेल्ने ठाउँमा यो डाँडोमा चाहिँ बोतलको एउटा रुख रहेछ। त्यो रुख तपाईहरुलाई देखाउन गइरहेको छु। यो चाहिँ अचम्मको यो पुरै एउटा बोतलको रुख बनाएको रहेछ। पानी खाएर यसलाई एउटा आर्ट बनाएर राखेको रहेछ हैन। एकदमै सुन्दर देखिएको छ यो डाँडोमा। यो डाँडोबाट सबैतिर भ्यू हेर्न सकिन्छ है त। ऊ माथि देखिएको त्यो बादलले ढाकिएको ठाउँमा हो यार्सा गुम्बा पाएको। पाल्पाको रिमिगा लेकमा यार्सा गुम्बा पाएको भन्ने निकै न्युजहरू भाइरल भएको थियो। त्यही ठाउँमा हो यार्सा गुम्बा पाएको। त्यसको ठिक अपोजिटमा छु म। यो पनि त्यो भन्दा थोरै होचो हो। निकै अग्लो डाँडोमा छु म पनि। यहाँबाट हरियाली एकदमै डाँडाकाँडा अवलोकन गर्न सकिन्छ। यता उत्तरतिर स्याङ्जाको नगरपालिका गल्याङ नगरपालिका पनि देख्न सकिन्छ यहाँबाट। र यता पूर्वमा चाहिँ पूर्व साइडमा चाहिँ पाल्पाको रामपुर नगरपालिका पर्छ। त्यहाँ देख्न सकिन्छ। अहिले चाहिँ बादलले ढाकिएकोले गर्दा खासै देख्न सकिएको छैन। अहिले चाहिँ एकदमै राम्रो भ्यू, माथिको भ्यू, बादलको भ्यू चाहिँ एकदमै राम्रो देखिएको छ। यस्तो सुन्दर यो नेचुरल ब्युटी चाहिँ एकदमै राम्रो हो, राम्रो देखिन्छ हैन। यहाँबाट धेरै ठाउँको अवलोकन गर्न सकिन्छ। यता उत्तर साइडको माछापुच्छ्रे र धौलागिरी पनि हामीले अवलोकन गर्न सकिन्छ। अहिले चाहिँ बादल लागेको गर्दा हामीले देख्न सकिरहेको छैनौँ। बादल नभएको बेलामा हामीले यहाँबाट माछापुच्छ्रे पनि अवलोकन गर्न सक्छौँ है त। यो चाहिँ आन्तरिक पर्यटकहरूको लागि एउटा पिकनिक स्पोट हो। निकै सुन्दर ठाउँ छ यहाँ। यहाँबाट धेरै ठाउँको दृश्यहरू अवलोकन गर्न सकिन्छ र निकै सुन्दर र एकदमै रमणीय ठाउँ छ यहाँ। यहाँबाट धेरै टाढा अवलोकन गर्न पनि सकिन्छ। तपाईहरु पनि यो ठाउँमा आउन सक्नुहुनेछ। यहाँ एउटा पिकनिक जोन छ। यहाँ मोटरको बाटो पनि आइपुगेको छ। तर अहिले बर्खाको सिजन भएको कारणले गर्दा केही अप्ठ्यारा कठिन छ। हिउँदोको समयमा यो पिकनिकको लागि एकदमै रुचाइएको ठाउँ हो। सबैतिरबाट यहाँ पिकनिक आउनुहुन्छ। यहाँबाट धेरै टाढा अवलोकन गर्न सकिन्छ। निकै सुन्दर दृश्यहरू यहाँबाट देख्न सकिन्छ। यहाँबाट पाल्पाको रिमिगा लेक र पाल्पाको रामपुर पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। तर अहिले चाहिँ बादल लागेकोले देख्न सकिन्न। यहाँ उत्तर साइडमा चाहिँ पोखरातिर चाहिँ माछापुच्छ्रे र धौलागिरी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। एकदमै राम्रो यहाँ लेक छ, चौर छ हैन। यहाँ पिकनिक खानको लागि पनि यहाँ पिकनिक स्पोट बनाएको। पुरै यहाँ पिकनिक खानको लागि पुरै ठुलो चौर छ। अनि यहाँ बिजुलीको पनि व्यवस्था गरिएको छ। सायद पछि यहाँ पानी पनि ल्याउने योजना छ। पानी पनि आइपुग्छ। यहाँ पिकनिक स्पोट छ र यहाँ पिकनिक बस्नलाई नाचगानको लागि यहाँ एउटा पार्टी पनि बनाइएको छ। निकै सुन्दर ठाउँ छ। यहाँबाट धेरै टाढा अवलोकन गर्न सकिन्छ। तपाईहरु पनि आउन सक्नुहुनेछ। यस्तो दामी देखिन्छ है त यहाँबाट। निकै रमाइलो चौर छ यो। डेटिङ स्पोटको लागि पनि एकदमै दामी ठाउँ छ। यहाँबाट धेरै दृश्यहरू अवलोकन गर्न सकिन्छ। यस्ता ठाउँहरू देख्न सकिन्छ यहाँबाट। यसरी